छौ निको रिसाको मसँग रिसाइदियो किन बोल्दैन तिमी आजले कसले लगाइदियो तिम्रो हातमा रिङ हाँ बोलो ना किसी हो आप हजुर बोलो ना म त नेपाली हो नेपाली नै बोल न यार वो नेपाली नहीं है कि हम हिंदी है हिंदी में बोलो ना कहो न ओके आपका ये निकिसा आपका ये दूसरा आईडी है क्या हाँ दूसरा आईडी है आप हमारा बहुत प्यारी लग रही हो किसने लगा गाइस सब जने लाइव शेयर करो गाइस किसने लगा दिया आपके हाथ में अंगूठी गाइस लास्ट रहेंगे उठा ए! रहा है हेलो किसने लगा दिया आपके हाथ में अंगूठी हाँ बोले ना किसने लगा दिया आपके हाथ में अंगूठी हमारा नहीं जीते गाइस गाइस सब जने लाइव शेयर करो गाइस लास्ट सब जने ले निकू गाइस तो आप देखो ना हमारे पास कोई नहीं है एक डांस मार दोगी हमारे लिए कुल बॉय ने जीती रहा है गाइस यार कुल बॉय नाम कुल निकिसा बॉय ओ माय गॉड निकिसा एउटा डान्स गरिदिन्छु हाम्रो लागि नहीं डांस नहीं करेंगे आज हम बिरामी है ना इसीलिए डांस नहीं करेंगे क्या के भयो तिमीलाई पहिला मेरो फर्स्ट भिडियो हेरेर आऊ भने न डान्स अनि के करेंगे बिरामी सन्चो हुन्छ फर्स्ट भिडियो हेरेर 5 चोटी कपिलिङ गरेर त झन् पुरै शरीरै सन्चो हुन्छ होला त भन न के मेरो भयो त हुँदैन नि बिरामी सन्चो हुन त्यसो भए फर्स्ट भिडियो हेर्नु पर्यो फर्स्ट भिडियोमा ओडाको सिफारिस त्यो के रोग लागिरहेछ त्यो सब हालेको छौ कि के हो दाजु हेरेर आउनु न म डान्स गर्छु यो पाँच मिनट सबैजना हेरेर आउँछ उताको टिमहरू सबैजना हेरेर डान्स गरेको हम मैं जाऊँ नि यार म रिसाएँ तिमीसँग ल सरी सरी निकिसा सरी सरी एउटा डान्स सरी के सरी एउटा गर्दैन एउटा डान्स प्लिज बिरामी भए पनि होस् एउटा डान्सले त्यो गानै फुत्के पनि फुत्कोस् नाच्यो आज प्लिज एउटा डान्स किनकि तीज आइरहेको छ तीजमा मेरो हुँदैन मम्मीले पनि भनिराख्नु भएको थियो आजभोलि त तीजको भिडियोहरू पनि आउन छोड्यो डान्स पनि कोही गर्दैन आज तिमी गरेर देखाउनु पर्छ ए बरीलाई भिनाजु पल्केर भन्ने गीतमा आज निकिसा श्रेष्ठको दामी प्रस्तुति हुन गइरहेको छ है एन्ड ऊ हाँसिसक्नु भएको छ भित्रभित्र नाचम पनि भइसकेको छ उहाँलाई तर म रोक्दैन इट्स ओके उहाँको लागि सम्मानको लागि हामीले एउटा डान्स गरिसकेपछि एउटा सम्मान ग्रहण गर्नको लागि एउटा सम्मानको एउटा चिनो पनि राखेका छौँ मायाको चिनो यो पनि दिनेछौँ उहाँलाई प्लस एउटा हाम्रो रोज पनि छ एउटा सानो फ्लावर पनि दिनेछौँ उहाँलाई एन्ड लेट्स गो निकिसा आर यु रेडी नाच्ने कि ननाच्ने भन त नाच्छु नाच्छु ल ओके राम्रोसँग भन त खै किन भुक्यो गाउँको कुकुर ए बरीलाई भिनाजु पल्केर नाच्नु पर्यो नि थाहा छ बरीलाई हो धेरै उताउलिनु होला उता साइडमा गर अलिकति हल्का दुइटा एउटा स्टेप्स